स्वास्थ्य कर्मीको रूपमा आजको दिन निकै अर्थपूर्ण रह्यो। हाजिर गरेर हामी लाग्यौँ अर्जुनधारा वडा नम्बर 5 पानीकलतर्फ। त्यहाँ सञ्चालन भइरहेको थियो 6 महिनादेखि 5 वर्षसम्मका बालबालिका तथा सुनौलो 1000 दिनका आमाहरूको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम। कार्यक्रममा बच्चाहरूको तौल उचाइ जाँच गर्दै उनीहरूको पोषण अवस्था मूल्याङ्कन गरिएको थियो। आजको कार्यक्रममा कुपोषणको विषयमा पनि विशेष जानकारी दिइयो। कुपोषण भनेको शरीरलाई आवश्यक पोषक तत्त्व पर्याप्त मात्रामा नपुग्नु हो, जसले बालबालिकाहरूको शारीरिक र मानसिक विकासमा असर पुर्याउन सक्छ। विशेष गरी साना बालबालिका र गर्भवती तथा सुत्केरी आमाहरूमा पोषणको कमी भए भविष्यमा गम्भीर स्वास्थ्य समस्या देखिन सक्छ। स्वस्थ बच्चा र स्वस्थ आमा नै स्वस्थ समाजको आधार हुन् भन्ने कुरा आज फेरि महसुस गर्न पाइयो। अन्त्यमा मनोरम दृश्यसँगै आजको दिन सुन्दर रूपमा समापन भयो।